मोहनी लगाउन अत्यन्तै सजिलो छ। यहाँहरूले पानीले मुख धुनुस्, मोहनी लाग्यो। यो अत्यन्तै अद्भुत क्रिया छ। यहाँहरूले धेरैले मोहनी लगाउनु पर्यो भन्नुहुन्छ। आफ्नो विषयमा यदि आफ्नो प्रेमीलाई मोहनी लगाउनु पर्यो भने यहाँहरूलाई अत्यन्तै सजिलो विधि छ। यो विधिद्वारा यहाँहरूले आफ्नो प्रेमीहरूलाई मोहनी लगाउनु भयो भने यो यहाँहरूको 7 दिनदेखि 21 दिनभित्रमा यहाँहरूको सम्पर्कमा त्यो प्रेमी अथवा चाहिँ छुटेर गएको व्यक्ति अथवा चाहिँ आफ्नो श्रीमान होस् या श्रीमती होस्, त्यो व्यक्ति यहाँसँग भेट्नको लागि आउनेछ। यो यस्तो अद्भुत मन्त्र छ। यो अद्भुत मन्त्र के हो त भन्नुहोला भने ओम वश्य मुखी जार मुखी स्वाहा भन्ने मन्त्र छ। मन्त्र फेरि एकपटक सुन्नुहोस्। ओम वश्य मुखी जार मुखी स्वाहा भन्ने मन्त्र छ। यो शास्त्रमा लेखिएको कुरा हो। यहाँहरूले चाहिँ यसलाई ख्याल ठट्टा नसम्झनु र यसलाई 7 पल्ट जपेर आफूले मुख धुनुभयो। जसलाई यहाँहरूले सम्झेर मुख धुनुभयो त्यही बसमा होइजान्छ अथवा त्यसलाई बसमा पार्न सक्नुहुनेछ। त्यो यहाँको सम्पर्कमा आउनेछ। यो अत्यन्तै सजिलो मन्त्र छ। यो मन्त्र प्रयोग गरेर यहाँहरूले सकारात्मक सोचका साथ प्रयोग गर्नुभयो र कुनै पनि पुण्यका निम्ति गर्नुभयो भने पक्कै पनि लाभ मिल्नेछ। यदि नकारात्मक सोचका साथ गलत प्रयोग गर्नुभयो भने यहाँहरूको त्यो लाभ मिल्ने छैन। त्यसैले यसलाई चाहिँ विशेष गरी ख्याल गर्नुहोला र यो मन्त्र प्रयोग गर्नभन्दा अगाडि गुरुलाई पक्कै पनि यहाँहरूले जानकारी गराएर गुरुको आदेशबाट मात्रै यो काम गर्नुहोला। धन्यवाद।